दुर्गेश थापाको दुश्मन हेरेको हेरे भन्ने गीत चाहिँ तपाईहरुले कहीं कतै सुन्नु भएको होला, नभए तपाईहरुले आफैले पनि युट्युबमा गएर हेर्नु भएको होला। तपाईहरुलाई थाहा छ दुर्गेश थापाले दुश्मन हेरेको हेरे गीतबाट युट्युबबाट कति पैसा कमाए त? यदि तपाईहरुले जान्न चाहनुहुन्छ भने आजको यो भिडियोलाई तपाईहरुले अन्तिमसम्म हेर्नु होला। दुर्गेश थापाको दुश्मन हेरेको हेरे गीतमा 148 मिलियन भ्युज गएको छ भने यो भ्युजको आधारमा चाहिँ हामीले कति कमाइ भयो हेर्ने हो। सो दुर्गेश थापाको युट्युब च्यानलमा आजसम्म 1.9 मिलियन सब्स्क्राइबर हुनुहुन्छ भने दुर्गेश थापाले सेप्टेम्बर 21 2015 मा चाहिँ च्यानल स्टार्ट गर्नु भएको थियो र भिडियो चाहिँ 380 वटा हालेको छ भनेर यहाँनिर डिटेलमा देखाएको छ। अब चाहिँ दुर्गेश थापाको दुश्मन हेरेको हेरे गीतलाई चाहिँ हामीले हेर्ने छौं। सो भिडियो भित्र जाम। यहाँनिर छ दुश्मन हेरेको हेरे 11 मन्थ पहिला चाहिँ हाल्नु भएको रहेछ। अब चाहिँ मैले यो भिडियोमा क्लिक गर्छु भने सो दुश्मन हेरेको हेरे गीतले आजसम्म चाहिँ $37,000 जति चाहिँ कमाइसकेको छ भनेर यहाँनिर देखाइरहेको छ। $37,000 को चाहिँ नेपाली कति हुन्छ हामी क्याल्कुलेसन गरेर तपाईहरुलाई देखाउने छौं। जस्तै मैले यहाँनिर 37,000 राख्छु भने $37,000 को चाहिँ नेपाली 52,84,000 जति हुने गर्दछ। यति रकम नेपाली चाहिँ उहाँले दुश्मन हेरेको हेरे गीतबाट कमाउनु भएको छ। सो दुर्गेश थापाको यो गीतले 52 लाख भने पनि सो दुर्गेश थापाको यो गीत चाहिँ नेपाल भन्दा बाहिर देशबाट अझै धेरै हेरिएको छ। नेपाल भन्दा बाहिर देशबाट भिडियोहरु हेरिदाखेरि नेपालमा पर भ्युजको जति डलर बन्छ त्यो भन्दा अझै बढी डलर चाहिँ बाहिर देशबाट हेरिदाखेरि बन्ने हुँदाखेरि सो भ्युजको आधारमा चाहिँ दुर्गेश थापाको यो गीतमा क्याल्कुलेसन गर्ने हो भने हाम्रो क्याल्कुलेसन अनुसार दुर्गेश थापाले यो गीतबाट 1 करोड देखि 2 करोडको बीचमा कमाएका छन्। सो यो भन्दा बढी पनि उहाँको यो भिडियोको इन्कम चाहिँ हुन सक्छ। सो यो त भयो दुर्गेश थापाको दुश्मन हेरेको हेरे गीतको कमाई। तपाईहरुलाई के लाग्छ दुर्गेश थापाले दुश्मन हेरेको हेरे गीतबाट यति मात्रै पैसा कमाए अथवा यो भन्दा बढी कमाए? तपाईहरुले कमेन्ट गर्नु नबिर्सिनु होला। र नेक्स्ट भिडियो चाहिँ तपाईले कसको कमाईको बारेमा हेर्न चाहनुहुन्छ त्यो पनि तल कमेन्टमा कमेन्ट गर्न नबिर्सिनु होला। सो यदि तपाईहरु मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सिनु होला।